हेलो एभ्रिवान, के छ हालखबर। यो चाहिँ अस्ति 6 गते 2082 जेठ महिनाको 6 गतेको साकेला मेला हो यो। अनि यहाँ भर्खर सुरु हुँदै रहेछ। नाचेको राम्ररी थिएन कि यहाँ चाहिँ, त्यही पनि एकछिन हेऱ्यौँ। अब हेर्न आएको साकेला नृत्य हेर्न आएको मान्छे वा साकेला हेर्न आएको मान्छे त हेर्नु पऱ्यो नि त। एकछिन ठुलो थियो, यहाँ चाहिँ ठुलो ग्रुप थियो, तर साह्रै राम्रो नाचेको चाहिँ थिएन। अनि एकछिन हेऱ्यौँ, यताउति हेऱ्यौँ, अनि अर्कोतिर लाग्यौँ। यहाँ चाहिँ भर्खर सुरु हुँदै रहेछ, सुरु पनि भएको थिएन। यो चाहिँ साकेला थान, अनि यो चाहिँ केटाकेटी खेलाउने हो। यो के हो यो गाइस, यो वाट इज दिस, 100 रुपियाँ गोटा कि कसरी थियो यो। अनि यहाँ चाहिँ भर्खर सुरु गर्न आँट्नु भएको थियो कि। अनि अर्कोतिर जाउँ न भने अर्कोतिर गयौँ हामी। अनि अर्कोतिर नाच्न सुरु हुँदैछ। यहाँ भएकै छैन, सुरु हुँदैछ, भर्खरै आउनुभएको रहेछ उहाँहरू चाहिँ। अनि हामी फेरि यो हेर्दै हेर्दै अर्कोपट्टि गयौँ। अर्कोपट्टि जाँदा चाहिँ मैले साकेला थान देखाएँ तपाईँहरूलाई। यहाँनिर किरातको पूजा गरिन्छ साकेलामा। अनि पूजा गर्दाखेरि जहिले यहाँ गर्नुहुन्छ। अनि टिका लगाइदिनु भयो हामीलाई पनि, अनि हामीले टिका लगायौँ। अनि अर्को ग्रुपको डान्स हेर्नलाई। अर्को ग्रुपको डान्स चाहिँ कस्तो दामी थियो क्या, कस्तो दामी थियो क्या यार डान्स, होइन। सुर पनि एकदमै राम्रो, अनि डान्स पनि हेर्नु कस्तो जोस जोसमा एकदम राम्ररी हुँदै थियो क्या। एकदम मिलाइ हुँदै थियो। त्यो अघिको ठुलो ग्रुपमा त यस्तो साह्रो थियो नि, सानो ग्रुपमा त कस्तो मजा लागेर हेर्नुमा लागिरहेको क्या। तर अब के गर्नु, एकछिन त्यो टाइम एकछिन हेरेर अनि हामी फर्क्यौँ, होइन। टिका सिका लगायौँ, अनि केही नखाइकन हिँडेको क्या। कस्तो केही नपुगे जस्तो लाग्यो मलाई। अनि पहिला आउँदा चाहिँ कति इन्ट्रेस्ट लाग्थ्यो, यहाँ आउनलाई पनि कस्तो मजा लाग्थ्यो क्या। अब बिहे गरेपछि त इन्ट्रेस्ट पनि हुँदो रहेछ क्या। कति थोकमा मन लाग्दो रहेछ, अरू कुन थोक्नु मन लाग्ने कुन थोक्नु मन नै नलाग्ने हुँदो रहेछ क्या। अनि म त घर फर्केँ, मनै लागेन।